हेलो साथीहरू, के छ खबर? सन्चै राम्रै हुनुहुन्छ? खाजा खानुभयो त? मैले खाजा बनाउँदैछु। हेर्नुहोस् त साथीहरू, बाटामा पानी राखेँ, इन्डक्सनमा बसाले, त्यसमा मैले नुन तोरीको तेल राखेर नुडल्स राख्दैछु है साथीहरू। आज म चाउमिन बनाउँदैछु। बच्चाहरूले चाउमिन खाने भनेर दुःख दिए अनि चाउमिन बनाउँदैछु साथीहरू। हेर्नुहोस् ल, चाउमिन पनि बोइल भयो। अब म यो चाउमिनलाई निकालेर धुवाई पखाली गरेर अनि मैले यता फेरि इन्डक्सनमा कराई बसाले, तोरीको तेल राखेँ साथीहरू। हजुरले आज खाजा के खानुभयो साथीहरू? अनि तोरीको तेल खरियो, मैले प्याज फुराएँ। प्याजलाई एकछिन चलाउँछु अनि त्यसपछि मैले यसमा क्याप्सिकम राख्छु साथीहरू। क्याप्सिकम राखेर एकैछिन चलाउँछु। उल्टाइ पल्टाइ पकाउनु पर्यो नि त। अनि नुन स्वादअनुसार नुन, बेसार, अनि सोया सस, राखेर एकछिन उल्टाइ पल्टाइ गर्छु। अनि थोरै केचप थियो मसँग, केचप राख्छु। अनि मैले त्यसमा अनि बोइल गरेको यो नुडल्सलाई राख्छु साथीहरू। यो बिचमा मेरा छोराछोरी सेकेन्डमा आउँदै थिए, मामु रेडी भयो है, रेडी भयो मामु भन्दै। अनि मैले फेरि छिटो यस्तो चाउमिन बनाएर खुवाउँदिनँ क्या। म सकेसम्म मैदा प्रोडक्टबाट टाढै बस्छु। कहिले कसो त बच्चाहरूको आफ्नै पनि स्वाद लिन मन लाग्छ नि त, अलग टेस्ट गर्न मन लाग्छ र मात्रै हो। नत्र भने मलाई चाहिँ खासै बच्चाहरूलाई खुवाउनुपर्छ यस्तो आइटम भन्ने पनि लाग्दैन। ल हेर्नुहोस् त, रेडी भयो चाउमिन। कागती चटनी राखेर दिएको, खुसी हुँदैछन् छोराछोरी। धेरैमा खान पाएँ नि त चाउमिन। छिटो बनाउँदिनँ। बाई साथी, हजुरहरूले के खाजा खानुभयो? बाई।